नमस्ते सबैमा। आजको खाजा चाहिँ पास्ता। मैले चाहिँ सकेसम्म मैदाको खानेकुराहरू चाहिँ अभोइड गर्दैछु होइन। हेल्थमा पनि थोरै इस्यु भएको कारणले गर्दाखेरि पनि सकेसम्म राम्रो पनि त होइन नि। अनि आफूले सकिन्छ भने चाहिँ मैदा नखाने भनेर चाहिँ मैले सुजीको पास्ता बनाउन लागेको छु। त्यसको लागि चाहिँ मैले लसुन, प्याज, खुर्सानी, धनियाँको पात, स्प्रिङ अनियन, बन्दा, टमाटर, चना अनि यो चाहिँ मैले आफैले बनाएको मसला युज गरेर चाहिँ बनाउँदैछु। मलाई चाहिँ पास्ता मात्रै पकाउनुभन्दा पनि थोरै केही भेजिटेबल भयो भने चाहिँ मिठो लाग्छ। अनि त्यही मैले आफ्नो हिसाबले बनाएको छु। अनि यसमा चाहिँ मैले थोरै सोया सस पनि एड गरेको छु। यसले टेस्टै डिफ्रेन्ट आउँछ अनि मिठो भएको थियो। लास्टमा चाहिँ मैले धनियाँ र स्प्रिङ अनियनको टपिङ गरेको।